यो हो जापानमा गर्दै गरेको सानो दुःख। आज चाहिँ जापानमा चामल पिन्ने मेसिन कस्तो हुन्छ, कसरी चामल पिनिन्छ भन्ने बारेमा भिडियो बनाउन गइरहेको छु। र यहाँको जीवनयापन कस्तो छ, हामीले पनि कसरी यो जीवनयापनसँग जुझ्न सकिन्छ, कसरी घुलमिल हुन सकिन्छ भन्ने बारेमा पनि म तपाईँहरूलाई सानो भिडियोमा प्रस्तुत गर्नेछु। र मेसिन कस्तो हुन्छ, जापानको चामल कस्तो हुन्छ भन्ने बारेमा पनि भन्छु। र प्लस पैसा पनि कति लाग्छ त यो चामल पिन्नको लागि। र सम्पूर्ण चाहिँ आज म यो भिडियो मार्फत तपाईँहरूलाई देखाउनेवाला छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र समय बसेर आज हामी सबैजना भिडियो हेरौँ। सो हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग है। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म सन्चै छु। नयाँ दिन नयाँ सुरुवात भन्दै अनि आज चाहिँ हल्का सिम्पल भ्लग है। अब भ्लग त्यति लामो पनि हुँदैन, त्यति छोटो पनि हुँदैन, ठिकै आउँछ। अनि आजको मेन भ्लग चाहिँ म अब चामल पिन्न जाँदैछु कि चामल पिन्न। अब चामल ठ्याक्कै सक्यो कि फेरि अब यहाँ यति मात्रै छ होइन, यति छ यो चामल। अनि मेरो एक बोरा छ, यो एक बोरा लिएर जानु पऱ्यो भनेर। सो अब एक्लै छु फेरि है, चामलै नपुग्ने भयो। फेरि भात त खानु पऱ्यो, दाना च्याप्नु पऱ्यो होइन, यो पेट पनि पाल्नु पऱ्यो, यो फेरि यो 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 भुँडी पाल्नु पऱ्यो नि त। त्यसैले चामल लिएर जानु पऱ्यो भनेर अब साइकल टक्क यहाँ छ मसँग साइकल है। साइकल त यता फेरि अगाडि मेरो कपडाहरू सुकाएको छु होइन। ढुकालाई यहाँ यसरी खोलेपछि अनि एउटा साइकल लिएर आउनु पऱ्यो। यो साइकल चाहिँ कहाँ राख्दाखेरि ठिक होला है, त्यो चामललाई चाहिँ चिप्लिन्छ कि भन्ने डर लाग्यो। यसमा यहाँ राखेर लाँदाखेरि के होला, यसमा टक्क मडाएर कि हुन त यसमा राखेर लाँदा नि केही त फरक त पर्दैन होइन। अलिकति डिसब्यालेन्स हुन्छ कि भन्ने कुरा मात्रै हो। ट्राई गरी हेरौँ न होइन। जस्तो छ है, के होला जस्तो छ। अब हेरौँ सकिन्छ कि सकिँदैन है त दोहोऱ्याएर। ल मिल्ने रहेछ साथीभाइहरू। अब यहाँबाट हामी सिधै अब चामल पिन्ने मेलमा जान्छौँ ल। ढोका त लाउनु पऱ्यो नि, फेरि ढोका लाउनु पऱ्यो। चट्ट फुलबुट्टी मजा लगाएर ज्याकेट लगाएर है। हल्का चिसो चाहिँ छ फेरि जापानमा होइन। टोकेतिर हिउँसिउ परिरहेछ क्या अरे। यहाँ चाहिँ त्यति धेरै छैन। अब यो अगाडि त तपाईँहरू अब यो सिन हेर्नु नै, अब हल्का बादल चाहिँ लागेको छ, घाम चाहिँ लागेको छैन है। घाम चाहिँ लागेको छैन, त्यही पनि एकदम चिसो छ क्या, हल्का मधुरो घाम लागेको छ। अनि यो मेरो टिकटकमा मलाई भाइरल गराउने कुलो यो चाहिँ मलाई भाइरल गराउने कुलो हो है। ल अब धेरै नबोलिकन हामी लाग्यौँ हाम्रो अर्को गन्तव्यतर्फ। लेट्स गो गाइज, स्टे ट्युन। जस एक्लै पनि सकिने रहेछ, चट्ट लाएर होइन। यसरी साइकललाई बिचमा राखेर मस्त जाने रहेछ क्या। ल अब अरू बेलामा त दुईजना जाने गरेको थिएँ नि त, अनि म चाहिँ सक्दैन जस्तो लागिरहेको थियो।
धन्न सक्ने रहेछ एकजनाले पनि। यस कला भयो भने चाहिँ हुने रहेछ कि आफूसँग आइडिया हुनुपर्छ, क्षमता हुनुपर्छ होइन, हिम्मत हुनुपर्छ, जे पनि गर्न सकिँदो रहेछ क्या। सो अब चाहिँ भिडियोहरू चाहिँ बबल बबल अब जस्तो पनि कन्टेन्टहरू आउँछ होइन, भिडियोलाई सबैजनाले हेरेर साथ दिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरिदिनु होला। युट्युबले पनि मेरो भिडियो चाहिँ बुस्ट हान्नुपर्छ है, जसरी भए पनि यार, नत्र बिजोग हुन्छ यार। रेगुलर गर्नु पऱ्यो क्या, अब भएन यार, अति नै भयो क्या, अति नै भयो। सँगैको साथीले मोनिटाइज गरेर है पैसा छाप्न लागिसकेँ होइन, सँगै खोलेको। म जहाँ ठाउँ यता विदेश आइसके पछाडि अब यहाँ भन्ने बित्तिकै कन्टेन्ट नपाउने, बनाउन नमिल्ने होइन, काममा जाऊ आऊ यता गर उता गर, अनि छैन के कन्टेन्ट नै छैन। अनि कन्टेन्ट नभएपछि त के गर्नु अब होइन। सबै फेरि अब हाम्रो अब साथीभाइहरूलाई चाहिँ फेरि अब एउटै मात्रै कन्टेन्ट देखाउँदाखेरि त अब झ्याउ लाग्छ नि त। सधैँ एउटै काममा जा, कामबाट आइज फेरि त्यही भ्लग हाल होइन। अनि बरु यसो नर्मल अब जस्तो अहिले म चामल पिन्न जाँदैछु, तपाईँहरूलाई म त्यहाँ चामल पिन्दाखेरि कस्तो हुन्छ, मेसिन कस्तो हुन्छ होइन, चामल पिन्ने मेसिन कस्तो हुन्छ, कति रुपियाँ लाग्छ, केजीको कसरी पिनिन्छ होइन, म सबै देखाउँछु क्या। आज सबै देखाउँछु। अरू बेलामा पनि एक दुईवटा भिडियो चाहिँ हालेको थिएँ मैले टिकटकतिर गएर तपाईँहरू चेकआउट गर्न सक्नुहुन्छ होइन। रवि डाडी 1 2 3 4 सर्च गर्नुभयो भने चाहिँ केही भिडियोहरू भेट्नुहुन्छ। नत्र त आज चाहिँ बब्बाल हुन्छ फेरि। अब टक्क यसरी बोकेर हिँडेको छु चामल साइकलमा होइन। यतातिर यस्तो छ क्या घर, फेरि मलाई चाहिँ यो घर साह्रै मनपर्छ क्या, साह्रै मनपर्छ क्या मलाई यो घर। कस्तो राम्रो एउटा यस्तै चट्ट लाएर घर बनाउन पाइयो भने त है माशाल्लाह। नेपालमा चाहिँ अलिकति हुँदैन कि जस्तो लाग्छ यस्तो घर बनाउनु त मिल्छ, सकिन्छ, अलि नेपालमा चाहिँ हुँदैन कि होइन। त्यही भएर यहाँ चाहिँ फेरि एउटा नै छ कि चट्ट लाएर यस्तरी गरेर घुमाउने हो होइन, यस्तरी गरेर घुमाउने, सहन नलाएर। यो अगाडिको चाहिँ फेरि फोहोर फाल्ने ठाउँ हो है। यो चाहिँ अब हाम्रो जापानमा चाहिँ यसरी यो जालीभित्र चाहिँ यसरी फोहोर राखिन्छ क्या। यस्तो भएपछि तपाईँको अब हुन त यहाँ अब जापानमा त कुकुर, हाम्रो नेपालमा जस्तो कुकुरहरू छोडेको हुँदैन होइन, त्यही पनि व्यवस्थित तरिकाले राख्छ क्या। अब फोहोरहरू नपोखियोस्, बाहिरतिर नजाओस्, हावाले नउडाओस् भनेर त्यसरी व्यवस्थित तरिकाले राखिन्छ। अनि यो चाहिँ हाम्रो ट्रेनको लिक हो होइन, स्टेसन हो त्यहाँ अगाडि छ। अनि यो लिक हो फेरि हेर्नु, यस्तो बवाल छ क्या, लिक कस्तो सही छ कि होइन। यो हाम्रो नेपालमा पनि एउटा यस्तो चाहिँ हुनुपर्ने के, धेरै राम्रो हुन्थ्यो अरे जस्तो मलाई लाग्छ है। धेरै मैले एउटा चिज ल्याएर यहाँ पानीमा फाल्छु भनेको थिएँ, बिर्सिहालेँ नि यार, खत्तम भइगयो नि। हाम्रो नेपालमा पनि धेरै राम्रो हुन्थ्यो क्या, एउटा ट्रेन भित्राउन पाएको भए चाहिँ होइन, अलिकति लामो दुरीमा जाने खालको पूर्व पश्चिम होइन, त्यस्तो खालको रेल एउटा जडान गर्न पाइयो भने चाहिँ नेपालमा एक्सिडेन्टहरू यति कम हुन्थ्यो नि। दुर्घटनाहरू दसैँ तिहारमा हेर्नु न, मान्छेहरू जान्छन् है, कति दुर्घटना हुन्छ छ्या। त्यो सम्झिँदा पनि मलाई यस्तै त्यो विरक्तको मनै, त्यो कहाँदेखि कहाँ हुन्छ के हुन्छ है, त्यो सम्झिँदा पनि मन लाग्दैन त्यस्तो चिजहरू। तै पनि के गर्नु, हाम्रो आफ्नो देशको समस्याले गर्दाखेरि मात्रै हो बोल्नुपर्ने बाध्य भएको। यस्तै छ, के गर्नु अब। भ्रष्टाचार बढी छ क्या, भ्रष्टाचार साला चोरहरूले गर्दा हो क्या, यो चोरहरूले गर्दा हो होइन। अब चाहिँ केही अब यसो देशको मुहार फेरेला कि भन्ने अब आशा छ। अब हेरौँ न के हुन्छ भन्ने कुरा हो होइन। लास्टमा जुन जोगी आए पनि कानै चिरेको भने जस्तो भयो भने चाहिँ फेरि त्यही हो फेरि है। अब हिजो त्यहाँ अमेरिकाले अब भेनेजुलामाथि अब त्यत्रो आक्रमण गरिसकेर अब त्यहाँको अब जुन अब सरकारलाई नै अब पक्राउ गरेर राखिसकेको छ होइन। त्यस्तै हुनसक्छ क्या यहाँ पनि फेरि। अब फेरि अहिले नेपालमा अब भेनेजुलामाथि अब अमेरिकाले आक्रमण गर्यो भनेर अब आन्दोलन गरेर बसिरहेछन् फेरि भेडाहरू, के भन्नु। त्यसै अस्ति त्यत्रो जेनजी आन्दोलन भयो, त्यत्रो मान्छेले ज्यान गुमायो, हरेक भयो होइन। अनि कति भयो नि त त्यस्तो चिजहरू हाम्रो नेपालमा, तै पनि कसैले के वास्ता गरेनन्। अहिले अब उफ्रिरहेको छन् राके जुलुस अरे यो त्यो भनेर जामा लाउनेहरू। फेरि भन्दाखेरि मलाई फेरि भरे गाली गर्न सक्छन्। अलि अब यस्तो गर्नु हुँदैन भन्न मात्र खोजेँ है मैले चाहिँ फेरि। यहाँ अगाडि आइसकेँ, यहाँ मान्छेले पनि अचम्म मानिरहेको होला कि यो जाँटो यसरी बोकेर हिँडिरहेछ भनेर है।
एउटा यस्तो रहेछ अब साथीभाइहरू है, अब दुःख गर्न जानेका मान्छे, दुःख गर्नलाई बानी परेको मान्छे, दुःख गर्ने मान्छेलाई चाहिँ यो सानोतिनो यस्तो चिजहरूसँग चाहिँ खासै त्यति मतलब नहुँदो रहेछ कि। अब मलाई गाडीबाट मान्छेहरू हेर्दै थिएँ होइन, के यस्तो बिजोग देखाएको होला भन्ने सोचिरहेको होला नि। अब त्यही त हो नि जिम्मेवारी है। फेरि एउटै कुरा कति गरे भन्दाखेरि यो अगाडिको पार्किङ हो, सबै देखाइदिन्छ कि। आज म यतातिरको चाहिँ यो ठुलो स्कुल हो होइन, उयो अगाडिको स्कुल हो। अनि ओइ पुलिसले यार मार्छ यार, पुलिस मामा मामा मामा। अनि यतातिरको यो भयो, यो यतातिरको सानो यो चाहिँ के भन्छ अरे यसलाई, यो चाहिँ प्राइमरी स्कुल के, हाम्रो बच्चाहरूको किन्डर गार्डन टाइपको। यो अगाडिको चाहिँ उयो अगाडिको चाहिँ हाम्रो नागरिक हल भन्छ यसलाई चाहिँ होइन, जापानमा चाहिँ होइन। यो अगाडिको हाम्रो नेपालमा पनि हुनुपर्ने चाहिँ जस्तो लाग्छ कता कता। यो चाहिँ यहाँको चाहिँ अब यो जिल्लाको चाहिँ यो नागरिक हल हो क्या। यो चाहिँ उकिहासी सिमेन्ट गोरु भनेर भनिन्छ होइन। यो अगाडिको पेट्रोल पम्प हो। फेरि जापानमा चाहिँ पेट्रोल सस्तो छ है, नेपालको भन्दा सस्तो छ जापानमा चाहिँ तेलहरू। यस्तै छ छाताहरू बाहिर राखेको छ यस्तो। अब हामी पारी जान्छौँ, पारी जान्छौँ होइन। गाडीहरू त टन्नै आयो, मान्छे अचम्म मानिरहेको छ क्या। मैले यसरी सामान बोकेको हिँडेको देखेर ल सबले हेर्दैछन् क्या मलाई गाडीबाट। बिचरा भन्थ्यो होला नै मलाई त, बिचरा न सिचारा या भोक लाएर पेट निचारा भइसक्यो चामल लाउने मतलब हुँदैन क्या। हामी दुःख गर्न हिँडेको मान्छेलाई होइन यस्तो सानोतिनो कुराहरूले चाहिँ हामीलाई के फरकै पर्दैन क्या यस्तो। त्यो पनि हामी त दुःख गर्न जानिसकेका छौँ नि त, हाम्रो त बानी परिसकेका छ क्या। अनि यस्तो चिजहरूसँग चाहिँ हामीलाई चाहिँ त्यस्तो नाइनास्ती लाग्दैन क्या। हुन्छन् नि मान्छेहरू कतिपय स्ट्यान्डर्ड बन्न खोज्ने होइन, लजाउने अनेक गर्छन् क्या मान्छेहरू चाहिँ, छ्या भने जस्तो लाग्छ क्या मलाई चाहिँ त्यो मान्छेहरू चाहिँ। अनि यो गर्नै मान्दैनन् कि कति मान्छेहरू चाहिँ। तर जसले घरको दुःख बुझ्छ, जिम्मेवारी बुझेको छ होइन, जसलाई चाहिँ अब आफ्नो भविष्यसँग माया छ, तिनीहरूले चाहिँ यस्तो कुरासँग चाहिँ मतलब राख्दैन। चिलमा टक 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 लाएर हिँड्ने होला। आइयो अब यहाँ अगाडि अब मार्केट हो, अगाडि चाहिँ एउटा मार्केट हो, यता पनि एउटा मार्केट छ। यो पार्किङ चाहिँ हो कि, यो चाहिँ फेरि पार्किङ हो। यो फेरि पार्किङ त जापानमा त लड सबै हो कि। ओइ हात लास दुख्यो यार, अहिले चाहिँ हात लास्दै दुख्यो। उयो अगाडिको चाहिँ फेरि नगरपालिका हो यहाँ होइन, ठुलो नगरपालिका। फेरि मार्छु मैले फेरि। ल साथीहरू, मैले चाहिँ अब चामल निकालिसकेको छु होइन। अनि यहाँ अब एकजना बाजेले चामल पिन्दै हुनुहुँदो रहेछ भित्र। मिल अलिक प्याक रहेछ क्या, चामल पिन्ने मिल प्याक रहेछ। अब उहाँले यहाँ टक्क हालेर लिएर जानुहुन्छ गाडीमा होइन। तर मलाई ह्यान्डसम्मै देखिने रहेछ, क्यामेरामा देखिन्छ छैन। सो त्यही नै हो। अब यहाँ टक्क म भिडियो बनाउँछु है, के कस्तो हुन्छ सबै कुरा म देखाउँछु तपाईँलाई। ल ल साथीभाइहरू, अब कस्तो हुन्छ भन्दाखेरि चाहिँ भन्नु है त, म त यो खोल्ने हो होइन। यसलाई यहाँ चट्ट खोलेपछि म तपाईँहरूलाई डिटेलमा देखाउँछु। पक्नु है एकैछिन है। पहिला चामल खानुपर्छु म। चामललाई चाहिँ 300 रुपियाँ छ कि छैन फेरि। यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ 10 केजीको 10 केजीको चाहिँ 100 रुपियाँ पर्छ होइन। तपाईँको 30 केजीको चाहिँ 300 रुपियाँ पर्यो। अनि त्यो पैसा चाहिँ हेर्नु पऱ्यो नि त मेन। फेरि ट्याक्क 100 रुपियाँको डबल मात्रै छिर्छ कि, 100 रुपियाँभन्दा उता छिर्दैन होइन। त्यो ला 50-50 को नोट मात्रै छ कि क्या हो। पर्खिन बे ए रहेछ 300 रुपियाँ छ मसँग है। अनि कस्तो हुन्छ भन्दाखेरि चाहिँ चामललाई खम्बाउनु पर्ने हुन्छ। टक्क लगाएर चाहिँ चामललाई देखाउँछु अझै।
बोरालो चाहिँ यसरी राख्नुपर्छ। बोरालाई यसरी थापेपछि अनि तपाईँको 300 रुपियाँ यसरी पत्ला हाल्नुपर्छ। अनि यो चामल भयो होइन, यो पुरै मेसिन भयो। अनि तपाईँको यो बटनलाई यसरी खिचेपछि रेडी भयो। चामल चाहिँ यहाँबाट सप्लाई भएर उयो माथिको पालबाट सप्लाई भएर आउँछ है, सररमा यहाँ झर्छ। म तपाईँहरूलाई देखाउँछु त्यो पनि। चामल छिर्न सुरु भइसकेको छ है, बिस्तारै छिर्दैछ चामल चाहिँ। यो चामल चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको चाहिँ बाहिरको धानको बिउ चाहिँ फालेको हुन्छ होइन, धान त्यो जुन भुसले फालेको हुन्छ, भुसभन्दा भित्रको लेयर हो कि यो चाहिँ पहिलो खालको। बाहिरको जुन रातो खालको भुस चाहिँ फालेको हुन्छ र यो चाहिँ तपाईँको त्यो चामल आउनु सुरु भइसकेको छ है। ल अनि टक्क यो कारण दिएपछि आवाज चाहिँ अलिक ठुलो आउँछ होइन। तर यस्तो खालको मिलहरू चाहिँ हाम्रो नेपालमा पनि भयो भने चाहिँ अलिकति राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ है। किनकि हाम्रो गाउँघरमा मान्छेहरू घन्टौँसम्म कुट्छन् कि, जस्तो एक पाथी धानको कुट्नको लागि, मकै कुट्नको लागि भयो होइन, गहुँ धान चामलहरू जति पनि अन्नहरू छन् त्यो मिलमा लगेर कुट्नको लागि चाहिँ तपाईँले धेरै समय कुर्नुपर्ने हुन्छ। कहिलेकाहीँ बत्ती हुँदैन होइन, बत्ती नभएपछि धेरै समस्याहरू पनि झेल्नुपर्ने हुन्छ नि त। तर यस्तो भयो भने चाहिँ धेरै सहज हुन्छ क्या। अब तर पैसा चाहिँ लाग्यो फेरि होइन, पैसा चाहिँ लाग्यो। अब हाम्रो नेपालमा चाहिँ अलिकति पैसा इफोर्ड गर्न चाहिँ अलिकति गाह्रै पर्छ फेरि होइन। बरु पैसा भन्दा बरु कुरेरै लान्छु नि त म भन्ने पनि हुन्छन् है हाम्रो नेपालमा चाहिँ। मलाई चाहिँ के लाग्यो, यो भयो भने चाहिँ अलिकति सेवा सुविधा अलिक राम्रो भयो, कुर्नु परेन अनि छिटो पनि भयो भन्ने मात्रै एउटा समयको अलिकति जगेडा गरियो भनौँ न। हाम्रो नेपालमा चाहिँ अब जस्तै भयो नि अलिकति मान्छेहरू फ्री पनि हुन्छन्, बरु 2 घन्टा कुरेर पनि लिएर जाउँ न भन्ने हिसाबले गर्दाखेरि चाहिँ अलिकति गाह्रो त गाह्रै हुन्छ जस्तो लाग्छ। त्यही पनि ठिकै छ, यो मेसिन चाहिँ मलाई एकदम राम्रो लाग्छ कि, सजिलो पनि छ है। अनि तपाईँको भुस चाहिँ यहाँ झर्छ फेरि, सरल झर्दैछ नि त, भुसीको झरे यति भएको छ। तपाईँको 30 केजी चामल कुट्दाखेरि जम्मा निक्लिने भुस भनेको तपाईँको आधी केजी पनि निक्लिँदैन के, त्यति थोरै निक्लिन्छ के। ल यसरी झर्दैछ है, तपाईँले भुसमा हुने भाडो हो यो चाहिँ, भुसमा हुने भाडो यो भयो। ल अब यहाँ फेरि हेर्नु झरेर झर्छ। यहाँ तपाईँको लेखेको छ कि यो चामल अलिकति खराब हो, यो सबसे बेस्ट हो होइन। यस्तो खालको हुन्छ नि त हाम्रो चामल सुरुमा, अनि यो अलिकति भयो, सबसे बेस्ट भनेको यो हो। मैले भने नि तपाईँले यो हटाएर यो खालको हुन्छ चामल होइन, यो बाहिरको निकालेर योवाला हुन्छ। अनि यसलाई कुटिसके पछाडि अनि यस्तो खालको निक्लिन्छ है। तर जसले जे भने पनि जापानको टेक्नोलोजी भनेको जापानको टेक्नोलोजी हो यार। जेममा पनि सजिलो बनाइदिएको छ क्या मान्छेहरूलाई, जेममा पनि हग्नेदेखि लिएर खानेदेखि लिएर मुत्नेदेखि लिएर होइन, जे गर्दा पनि क्या मान्छेलाई एकदम सेवा सुविधा सजिलो के। धेरै इफोर्ट पनि गर्नु नपर्ने, धेरै समय पनि नलाग्ने है। अनि अब त्यही पैसाको अलिकति कुरा हो, पैसा अलिकति लाग्ला भन्ने कुरा हो। तर पनि यहाँको अर्थतन्त्र अनुसार र यहाँको इन्कम अनुसार चाहिँ मान्छेलाई ठिकै हो क्या यो चाहिँ है। तर जेममा पनि टेक्नोलोजी के, जे गर्दा पनि एकदम बवाल लाग्छ क्या मलाई जापानको चाहिँ यो। तेल हाल्नलाई पनि होइन कति सजिलो छ क्या। मान्छे टक्क पैसा तिर्छन् अनि आफै हालेका छन् के, मान्छे नि चाहिएन के। इमर्जेन्सी पऱ्यो भने मात्र मान्छे आइदिने, नत्र आएनन् कि आफै हाल्छन्। ल हाल्दैछन् त्यहाँ, हालिसके पनि मान्छेले टक्क पैसा तिर्यो, टक्क हाल्यो होइन, आनन्द के। यहाँ फेरि 2-3 थरीको कति थरीको तेल हुने रहेछ मलाई पनि थाहा छैन, गाडी छैन मेरो।
अब टक्क थाहा हुन्छ त्यही अनुसार अनि पैसा तिर्यो त्यही अनुसार हाल्यो है राम्रो यहाँ मान्छे ल लगभग सक्यो अब लगभग सक्यो यहाँ चाहिँ सक्यो होइन अब यहाँ पलमा मात्रै बाँकी छ अब यहाँ पल मात्रै यहाँ सिसी क्यामेरा रहेछ फेरि राणावानले यहाँ भिडियो बनायो भनेर फेरि पेल्देला भन्ने टेन्सन के बालै भएन केही बिगारेको छैन केही गरेको छैन होइन नेपाली दाजुभाइहरूको लागि सहज होस् भनेर मैले भिडियो बनाएको जापान आउने सब सुरुमा आएको मान्छेहरूलाई त अब कहिलेकाहीँ यस्तै चामल पऱ्यो भने त थाहा हुँदैन नि त्यसको बारेमा त कसरी चाहिँ त्यस पछाडि होइन अब चामल पिन्ने कसरी के गर्ने अब आउने बित्तिकै भाषा बुझ्दैन खान्जी आउँदैन केही आउँदैन अनि यो चाहिँ तपाईँहरूको लागि हो स्पेसली भिडियो हेर्नु होला है म त्यही पनि देखाउँछु टक्क चामल ल्याउने त्यहाँ फल ल्याउने होइन अनि तपाईँले 100 रुपियाँको कोइन यसमा हाल्नु 300 रुपियाँ अनि तपाईँको 10 केजीको चाहिँ 100 रुपियाँ हो 10 केजीको 100 रुपियाँ हो होइन तपाईँको 30 केजीको चाहिँ 300 रुपियाँ लाग्छ अनि 10 केजीभन्दा तल चाहिँ हुँदैन त्यसैले अनि तपाईँहरू आउनु पऱ्यो अनि यो बटन थिच्नु पऱ्यो पैसा हाल्ने अनि यो बटन थिच्ने बटन थिचेपछि सरर आउँछ यसरी क्लिक गरेर घर आउँछ होइन चामल चाहिँ यस्तो निक्लिनु पर्छ फेरि है यस्तो निक्लिनु पर्छ चामल बढिया यसो जम्मा भएपछि अनि यो वाला थिच्ने यसो झर्छ लाएर अनि लास्टमा आरिगातो गोजाइमास भने पछाडि चाहिँ अनि मेसिन टक्क बन्द हुन्छ अनि चामल निकाल्ने है ल ल यता भुस यसरी भुसाएर यता पनि झर्छ ल हेर्नु होला भिडियो तपाईँहरूलाई मनपर्छ भने लाइक पनि गरिदिनु होला है अब हेर्नु है फाइनल झऱ्यो है अन्तिममा रल पल भन्छ नि रल पल झरेको हो क्या यो चाहिँ सक्यो 300 रुपियाँ पनि सक्यो यहाँ 0 एम भनेर देखाइरहेको छ नि त 30 केजीको मात्राको ल हो यस पछाडि चाहिँ सक्यो अब मेरो भिडियो पनि सक्यो हस् त थ्याङ्क यू जय नेपाल भिडियो हेरेर साथ दिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला केही बुझ्नु भएको छैन भने है म फेरि पनि अर्को भिडियो बनाएर हालिदिइहाल्छु है ल